नमस्ते दर्शक महानुभावहरू, यति बेला हामी बल्छी ध्रुवेको घरमा आइपुगेको छौँ जसलाई ब्लड क्यान्सर भएको खबर पाएको छौँ र यति बेला जसले माछा मात्र मार्न सफल भएका बल्छी ध्रुवे आज आफै मरिरहेको छ पलपलमा, त्यो पनि ब्लड क्यान्सरको पीडित भएर। सोही कारणले हामी उहाँकै घरमा आएको छौँ र उहाँको स्वास्थ्य कस्तो छ र उहाँको उपचारको लागि के कति रकम चाहिन्छ भनेर हामी यो भिडियो निर्माण गर्दैछौँ। यति बेला बल्छी ध्रुवे हुनुहुन्छ, उहाँलाई हामी स्वागत गर्छौँ। बल्छीजी, स्वागत छ हजुरलाई। धन्यवाद। कस्तो छ तपाईँलाई अहिले? गाह्रो छ हजुर। अब तपाईँलाई ब्लड क्यान्सर भएको छ भन्ने खबर पाइसकेपछि हामी यहाँ आएको छौँ र तपाईँ चिन्ता नगर्नु, अहिले स्थिति एकदमै नाजुक छ हेर्नुहोस् र उहाँलाई यति बेला उपचारको लागि खर्च धेरै नै चाहिने अवस्था रहेको छ र उहाँको पारिवारिक स्थिति हेर्दा पनि एकदमै नाजुक भएको छ र उपचारको लागि कतिसम्म रकम चाहिन्छ भन्ने अनुमान